हामी यहाँ रिङ्गाल पोल्दैछौँ। यहाँ गोला छ लाइटर गोला यहाँ छ है। ल आगो बल्यो है। यहाँ पोल्ने हाम्रो दाइ हुनुहुन्छ। ए ल ल ल भेटायो। ल रिङ्गालले खाने हो कि हामीलाई खाने हो त्यो चाहिँ थाहा छैन। यत्रो दाइले यहाँ हाल्नु माछा आगो। ल पोल्नु त पोल्यो है। होचैमा रहेछ। रिङ्गाल यसरी पोल्यो आज। हाम्रो दाइले तेर्साइदिनु भयो आगो। ल हाम्रो दाइले आगो लगाइदिनु भयो। जुम गरेर खिचेको यहाँ रिङ्गाल पोल्यो आज। ल डेन्जरस दाइ यहाँ हुनुहुन्छ। ल पोल्दै हुनुहुन्छ। ओहो होइन दुलो अझै भन गएन त। घचुङ न घचुङ माथि लाटो मार्छ कि क्या हो? मार्दैन भाइ मार्दैन। अब सकियो यो। अब सबै लाटो रिङ्गालको गोला हो कि कमिलाको गोला पोलियो थाहै भएन यार। अरे अन्दाजै गयो अनि अन्धै हो। हो रिङ्गालै हो। हो लगाउँ लगाउँ हो। ल अघि काट्दै गरेको रिङ्गाल अहिले यो अवस्था पुगिसकेछ। अब यसलाई फ्राई गरेर चप्पसँगले चप्प चप्प पार्ने हो। यहाँ हाम्रो दाइ हुनुहुन्छ है। हामीले नै कार्य हो त जङ्गलमा गोरले। हामी दुईजनाको कमाल हो यो। बहुत दुःख गरेर ल्याइयो यहाँ चप्पसँगले यसलाई यस्तै छ। भुटन बनाएर सितन बनाउने यसलाई। भात पाक्दैछ। अब यसलाई सिक्किमेरम के अरे केरम पो थियो त्यसको सितन बनाउने हो। ल सिक्किमे रमसँग खाने हो अवस्था। ल कराई पनि सुरु भयो। यहाँ दाइले पकाउँदै हुनुहुन्छ। ल हजुर यस्तो भयो। अब खाना तयारी गर्दैछौँ हामीले। अघिको अरिङ्गललाई चाहिँ नै खानामा रेडी बनाइयो। अब खानामा परित गर्यो। यहाँ सितन खाइयो। यहाँ दारूसँग हाम्रो दाइ भान्से भाउजू दही बनाउँदै हुनुहुन्छ। हामी तीनजना मात्रै छौँ फेरि यहाँ धेरैजना छैन। उहाँ एउटा रहेछ टमी चारजना रहेछ। दही यहाँ आयो एक कचौडा एक कराई भयो आज यहाँ हाम्रो रिङ्गालको तरकारी। ल अब हामी खाना सुरु गरौँ है त। यो धेर पर्खिने कुरा भएन। ल है दाजु खाउँ है। अब ल ठिक छ। ल अब खानु सुरु गरौँ है त। होइन त भाउजू खाउँ है। अब खाने त हो त। रिङ्गाल काटियो हैन। अब फ्राई पनि गरियो। ल टेस्ट गर्नुहोस् त भाउजू। सितन पनि बनाइयो। ओहो साह्रै मिठो है। ल म पनि सुरु गरेँ है त गाई यो अलिकति त छ।